छ है गाइजहरू यहाँनिर चाहिँ। है गाइज यो चाहिँ जापानको मात्सुरी भन्छ फेस्टिभल है। हामीहरूको दसैँ तिहार जस्तो चाडबाड जस्तो अबको 2 महिना 3 महिना जस्तो चाहिँ लगातार यस्तो मात्सुरीहरू चाहिँ मात्सुरी भन्न आयो फेरि पनि है। तर पनि फेस्टिभल है चाडपर्वहरू चाहिँ आइराखेको हुन्छ यहाँनिर चाहिँ। यो चाहिँ नेपाली है गाइस।
यहाँनिर चाहिँ सानो सानो राम्री राम्री नानीहरू
यहाँबाट चाहिँ पहिलो चरणको उस सकिएर अनि दोस्रो चरणको अब कता यहाँबाट भित्रभित्र गएर सुरु हुन्छ सिडीमा है। अब यो रथ हाम्रो नेपालको रथ जस्तै हो कि यसलाई पनि बोकेर हिँड्छ है। कति राम्रो हेर्नुहोस् त ल। यसरी डोरी तानेर हिँडिरहेको छ। आयो है आयो रथ। अघि हामीले भनेको रथ चाहिँ यसरी बोकेर हिँडिरहेको नै रथ। यसरी बोकेर हिँडिरहेको नै यो रथ हाम्रो नेपालको जस्तै हुन्छ है। रथ यसरी टक्क लाएर यस्तो मजाले मान्छेहरू टन्नै छन्। गयो है अब यसको पछि जानुपर्छ। स्टप भने त्यहाँ के भयो है। रोक्यो है रथ चाहिँ रोक्यो। ब्याक भने है ब्याक अब थोरै पछाडि गर भनिरह केमा ठोकियो होला। यस्तो डोरीहरूले तानिरह नै साथीहरू है। पछाडि लग्यो थोरै त्यहाँनिर यहाँनिर ठोकियो जस्तो भएको रहेछ। त्यही भएर पछाडि लगिरहेको हिँड्यो है। यहाँ पछाडिबाट फेरि हिँड्यो अहिलेलाई। ल फेरि रोक्यो है। यस्तै हुन्छ ठुलो छ बान्द्राहरू यस्तोですね。かわいい。ありがとうございます。ありがとうございます。
हिँड्यो है टोली फेरि ल यहाँबाट फेरि अर्को ठाउँमा हिँड्यो टोली सरे गाइज ल टक्क लाएर पनि हिँडिरहेछ हामी पनि हिँडिरहेछौँ यहाँनिर चट्ट यस्तै भइरहेछ है हाम्रो यहाँ दुईजना केटाहरू पनि छन् कस्तो भइरह टाइम भयो ल अब यहाँबाट चाहिँ पसलहरू टक्क पसलहरू स्टार्ट भयो यसरी पसलहरू गरेर आएको छन् यहाँ सबैजनाले यहाँबाट मेन माछुरीको फेस्टिभलको चाहिँ यो मेन ठाउँ हो यहाँनिरबाट यसरी यता माथि गएर बुढाले खतरा बजाइरह है गाइस है बुढाले सरे सरे भन्दै अलिपुर गाउँ यस्तो हुन्छ है यहाँको माछुरी चाहिँ है टक्क लाएर फेस्टिभल चाहिँ यसरी यिनीहरूले चाहिँ डोरीले तान्दै यसरी हिँडिरहेको हुन्छ भोइस चाहिँ मेरो खासै राम्रो आएन होला क्लियर पनि आएको छैन होला यस्तो यस्तो बच्चाहरू पनि यसरी आएर बसिरहेको हुन्छ हेलो हेलो यहाँनिर चाहिँ यसरी पसलहरू राखेर है सबैजनाले केहरू किन्ने हो यस्तो यस्तो पसलहरू राखेर के किन्न मन लाग्छ है टक्क लाएर सबै कुराहरू पाउँछ है यहाँ है हाम्रो दाजुले यहाँ के पकाउँदै हुनुहुन्छ है खानेकुरो पकाउँदै हुनुहुन्छ यहाँनिर चाहिँ यसरी यसकै पछि हिँडेका छन् है गाइस है हामी पनि त्यस्तै हो आज र भोलि चाहिँ यहाँ चाहिँ माछुरी यता पनि दाइले पकाइरहेछन् है यहाँ चाहिँ झिलिमिलीको लाइटको तल छ
एबिसियनको चाहिँ भनेको चाहिँ झिँगे माछाको के अरे प्राउन है, यो प्राउन चाहिँ यता चाहिँ माछाको बार्बेक्यू कस्तो टाइपको छ खानेकुराहरू। के खान मन लाग्छ है सब पाउँछ है गाई चाहिँ यहाँनिर चाहिँ। रथ चाहिँ अगाडि बढिरहेकै छ है अझै पनि है साथीहरू है। हाम्रो एकजना बाजे बसेर यहाँ टक्क मस्त कुर्सीमा बसेर बनाइराख्नु भएको छ मस्त तरिकाले है। सोरे सोरे भन्दै एकचोटि ल हाम्रो केटाहरूले पनि यहाँको सोरे सोरे भन्दैछन् है। यहाँनिर चाहिँ रथ चाहिँ यहाँनिर रोकिएको छ, भिड एकदम छ। अब अगाडि जान गाह्रो गाह्रै छ है। यस्तो बच्चाहरू पनि बसिरहेको है यहाँ है साथीहरू है। हाम्रो मामा त होइन नै साथीहरू यिनीहरू चाहिँ मामा चाहिँ होइन तर यहाँको गाड जस्तो यता त मिलाउने सबै।
साथीहरु यहाँनिर चाहिँ यो मन्दिर हो जापानको चाहिँ यहाँनिर चाहिँ मन्दिर हो यही मन्दिरको तर्फबाट अथवा यिनीहरुको पूजा जस्तै हाम्रो पनि त्यही हुन्छ नि त्यो दशैंतिर दशैंतिर त्यो हाम्रो मन्दिर जाने बलि दिने यस्तो खालको हुन्छ नि त्यस्तो यस्तो यिनीहरुको पनि यहाँनिर चाहिँ यो मन्दिरमा आएर पूजा गरेर अनि बल्ल चाडपर्व स्टार्ट हुने भन्ने खालको यिनीहरुको त्यो खालको परम्परा छ अनि लगभग सेम हाम्रो जस्तै हुन्छ तर अलिकति मात्रै फरक भनौं न अब हामीहरुको जस्तो छैन त्यति मात्रै फरक छ मतलब सबै कुराहरु हामीहरुको जस्तै छ टोटली ए टु जेड सबै हाम्रो जस्तै छ सबै कुरा मिलेको जस्तै छ तर अलिकति यिनीहरुले हाम्रो जस्तो टीका सिका लगाउँदैन त्यति मात्रै हो नत्र भने सबै सेम लगभग मिल्न जान्छ के किन भन्दा यिनीहरु पनि आएर लास्टमा मन्दिरमै पूजा गर्छन् हैन मन्दिरमै पूजा गरेपछि अनि बल्ल यिनीहरुको फेस्टिभल सुरु हुन्छ हैन अनि हाम्रोतिर पनि यस्तै मन्दिरमा गएपछि मन्दिरको नजिक गएपछि मन्दिरमा गएपछि यस्तै पसलहरु राखेर हैन यस्तै पसलहरु राखेर अनि त्यहाँबाट यस्तै गरेर सबैले रमाइलो गरिरहेको हुन्छ हैन सेम त्यस्तै छ यहाँ पनि है रमाइलो छ मन्दिर चाहिँ मेन यही हो मैले पनि गएर ढोकाउनु पर्यो मैले केही जान्दिनँ है साथीहरु यहाँनिर चाहिँ गर्न त्यही भएर मलाई केही थाहा छैन है हेरौँ है सबैजनाले मन्दिर चाहिँ यही हो अनि गएर नमस्ते गरेर मात्रै आउने पो हो कि के हो थाहा छैन बुढाबाजेहरू मात्रै हुनुहुन्छ यहाँनिर चाहिँ एकजना पण्डित हुनुहुन्थ्यो भित्र गइसक्नु भयो हामी माथि जान मिल्ने हो कि होइन थाहा छैन तर यहाँबाट खिचिरहेको चाहिँ मैले चाहिँ
है चारैतिर रमाइलो भइरहेछ सबैजनाले आफ्नो ठाउँबाट सबैले रमाइलो गरिराख्नु भएको छ सबै खुसी हुनुहुन्छ सबै ह्याप्पी हुनुहुन्छ आज ह्याप्पीलाई चाहिँ जापानिजमा चाहिँ सियावासे भन्छ है सबैजना सियावासे हुनुहुन्छ आज चाहिँ है हेलो सिंहदेन चाहिँ दोगा त तेरुन्दै छ भने arigatou desu飲み物って何ですかそれはアルコール最高ですねまあちょっとですはい赤ちゃんですねお名前は何ですか何ですか神山瑠璃って神山瑠璃ですねはいはいお名前はもう一回ガイミナトですねはいよろしくお願いします I'm from Nepal Nepal yes do you know Nepal do you know Nepal about Nepal do you hear anything about Nepal something like that and in the world biggest mountain in Nepal that's called Everest I know yes. I know Yes. it I know Yes. What's your purpose of In here in here? I'm working right here Working? yes What do you do? I do plating and mekki Mekki? メッキってわかりますかねすぐシズメモリでメッキ屋さん今8年間ですそうです 8 years? そう 8 years? Yes yes of course そうです動画以上ね別にね動画 OK ですねありがとうございますありがとうございます What's your name? My name is Sanjay Sanjay? はい YouTuber name? YouTuber ネームは違うですけどね YouTuber はねなんでだろブレイクダンスらサディクブレイクダンスやろいいろすみませんखतरा नआदेन खतरा हेरेको हेरे होस् न मान्छेहरू त्यो म्युजिक त्यही जस्तो बजायो त्यस्तैमा नाच्देऊ न त्यही अनुसारले डान्स ल ल यस्तो यस्तो कपडीहरू पनि पाउँछ यहाँ किन्नलाई टन्नै छ यहाँ पसलहरू है अगाडि पनि रहेछ एउटा छ छैन यो मेन पोइन्ट हो बल्ल है साथीहरू है टक्क लाएर त्यहाँ हेर्छ सुनिल नि सुनिल यहाँ रहेछ ए यहाँ चाहिँ अब हामीले हल्को है साथीहरू है हल्को छ यहाँ चाहिँ साथीहरू रक्सी खाने मान्छेहरूलाई चाहिँ यहाँनिर छ अनि त्यहाँबाट जे खाए पनि छ यहाँ बाल्टीमा जे खाए पनि छ है जस्तो खाना खोजे पनि छ जुसहरू कोक सोक स्प्राइटहरू सबै छ यतातिर रक्सीहरू पनि खाने हो कि यहाँ ल यो चाहिँ के रक्सी सबै उस छ यस्तो छ पैसा यस्तो छ यहाँ त एक गिलासलाई अब 600 रुपियाँ 600 700 त्यस्तै छ 600 700 800 रुपियाँको नानाको हाप्प्याको निहोङ्गो देने मिनासान ल साथीहरू है यहाँ फेरि अर्को टिम यहाँ छ फेरि अर्को यहाँ पनि एउटा बच्चा बसिरहेको रहेछ हेरिरहेको मजाले मस्त हेरिरहेको बच्चाले
जापानमा सबैजना है यता हाम्रो साथीहरू दुईजना यो चाहिँ हाम्रै साथीहरू है गाइजहरू सही भयो नाच्यो नाच्यो ल यो चाहिँ सोरे सोरे भन्ने नरहेछ कि होइन सही नाच्यो त रमाइलो भइरहेको एउटा है साथी है आरिगातो गोजाइमास आरिगातो गोजाइमास आरिगातो जापानको माछुरी है साथीहरू यो चाहिँ है सर्ट रमाइलो भइरहेछ अहिले त मस्त है साथीहरू टक्क नेपालको बाजा जस्तै बजाइरहेको नै मजाले है रमाइलो भइरहेकोありがとうございます。ありがとうございます。まだです。उहाँले चाहिँ बाँसुरी बजाइरहनु भयो साथीहरू है टक्क लाएर बाँसुरी बजाइरहनु भएको छ मैले पनि अघि बजाउने कोसिस गरिरहेको थिएँ राम्रै भयो तर यिनीहरूको फेरि हामीले बजाउन नदिँदो रहेछ कि है बाँसुरी चाहिँ मैले पनि बजाउँछु चाहिँ है Thank you so much. Arigatou gozaimasu. यस्तो राम्रो राम्रो बच्चाहरू हिँडिरहेको छ है
धेरै चाहिँ सही भयो कि है यतिमा चाहिँ सही भयो कि होइन जापानको माछुरीमा बाजा बजा त्यही मात्रै त्यति मात्रै नरिसा बजायो भने सही हुन्छ क्या अरे Arigatou gozaimashita! Saiu, saiu!